गर्दाखेरि बालेनले चाहिँ गगन थापाको गाडी कुदाउँदाखेरि राम्रो देख्छु म उसको भविष्य। मेरो नाम चाहिँ ब्रान्डेड मोक्तान। ब्रान्डेड नाम सोधेको मैले। हजुर नाम नामै ब्रान्डेड कसले राखिदिएको नाम हो यो? नाम यो अब यस्तै हो, कपडाहरू अलिक ब्रान्डेड लाइन्छ, त्यही भएर चाहिँ अलिकति ब्रान्डेड। केल्मी है जेन्जी। हजुर कुन खालको जेन्जी हो तपाईँ चाहिँ? म चाहिँ अब कुन खालको जेन्जी भन्दा पनि धेरै छ नि त बजारमा। हजुर म चाहिँ एउटा पार्टीको आस्था राख्ने जेन्जी हो। जेन्जी भन्दै गर्दाखेरि अब जेन्जी भनेर अहिले चाहिँ भोट माग्ने एउटा जेन्जीको जुत्ता देखाएर रगतको देखाएर भोट माग्ने खालको एउटा वातावरण मिलाइएको छ यो नेताहरूले होइन। तर अब म चाहिँ त्यो खालको होइन। कुन पार्टीमा त्यो आस्था राख्ने जेन्जी हो भनिदिनुहोस्। मैले चाहिँ नेपाली काङ्ग्रेसमा आस्था राख्ने व्यक्ति हो। म चाहिँ त्यो खालको जेन्जी हो। घर चुलाचुले। मेरो घर चुलाचुली 5 बुक्वा इलाम हो, क्षेत्र नम्बर 2। जेन्जीहरू त अहिले स्वतन्त्र हुन् भन्छन्, बालेन समर्थक छन्, बालेनलाई चाहिँ प्रधानमन्त्री बनाउने अभियानमा हिँडिरहेको छन्। तपाईँ किन त्यता जानु भएन? बालेन भनेको चाहिँ एउटा हावाहुरी हो। उसलाई चाहिँ एउटा नेता भन्दा पनि उसलाई चाहिँ एउटा कलाकारको हिसाबले, एउटा गाडी कुदाउने हिसाबले, उसलाई इन्जिनियरिङ हिसाबले चिनिन्छ। नेता भनेको चाहिँ जस्तै गगन थापाहरू जस्तो मान्छेहरूलाई चाहिँ नेता भनेर चिनिने हो। बालेन भनेको चाहिँ एउटा हावाहुरी, पश्चिमबाट आएको एउटा हावाहुरी मात्र हो। भनेपछि बालेनलाई तपाईँ नेता मान्नुहुन्न? म मान्दिनँ। के मान्नुहुन्छ? बालेनलाई म गगन थापा प्रधानमन्त्री हुनुहुन्छ, अब योचोटिको चुनावबाट गगन थापा प्रधानमन्त्री भएर जाँदै गर्दाखेरि बालेनले चाहिँ गगन थापाको गाडी कुदाउँदाखेरि राम्रो देख्छु म उसको भविष्य। भनेपछि गगन थापाको ड्राइभर बालेन शाह बनाउने तपाईँको चाहिँ त्यो? हजुर। किन के कमजोर देख्नुभयो बालेन शाहमा त्यस्तो? आज दुनियाँ तपाईँ जेन्जीहरू त पछाइरहेका छन्। बालेन शाह भनेको चाहिँ एउटा हावाहुरी मात्र हो। हजुर, बालेन शाह चाहिँ एउटा हावाहुरी मात्र हो। र गगन थापा भनेको चाहिँ एउटा ब्रान्ड हो भन्दाखेरि नेता हो, एउटा मान्ने नेता हो गगन थापा भनेको चाहिँ। बालेन चाहिँ उसलाई कलाकार भनेर मात्रै चिन्ने व्यक्ति हो। उसको बोली पनि आउँदैन। ऊ बेला रिमोट चलाएको बेला मात्रै बोल्ने हो। उसले गोटी खाएको बेला मात्रै बोल्ने मान्छे हो। ऊ भनेको उसको बोली पनि आउँदैन। ऊ भनेको रिमोटले एउटा रोबोट जस्तो मात्रै हो। ऊ हाँस्दैन पनि, ऊ बोल्दैन पनि, त्यो खालको मान्छे हो। गगन थापा कस्तो हो त्यसो भए? गगन थापा भनेको एकदमै राम्रो मान्छे हो। यो चोटिको यो जुन जेन्जी आन्दोलन पछाडि देशलाई अति आवश्यक परेको भनेको एउटा गगन थापा र क्षेत्र नम्बर 2बाट भेषराज आचार्य। क्षेत्रमा 2बाट भेषराज आचार्य। हजुर, अहिले देशलाई यो समयमा देशलाई चाहिएको मान्छे भनेको गगन थापा र इलामको क्षेत्र नम्बर 2बाट भेषराज आचार्य हो। त्यसपछि भनिदिनुहोस् न त, बालेनको पछाडि लागेको त्यो जनसागर, बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेका मान्छेहरूलाई के भन्नुहुन्छ तपाईँ? बालेनको अब तपाईँहरूले हिजो अस्ति मात्रै देख्नुभयो, बालेनको कार्यकर्तासँग 20 लाख रुपियाँ उसमा भेटे गरेर बालेनले त्यसरी नै किनेर एउटा गरे हो। बालेन भनेको त्यही अब सुन्नु भएको छ होला उसमा भाषण, मधेसी भाषामा भाषण हानेको, त्यस्तै मात्रै हो। बालेन भनेको 20 लाख दिने, एउटा कार्यकर्तालाई 20 लाख दिने, यसो त्यो उसमा पनि। भनेपछि बालेन शाह भनेको कार्यकर्ता 20 लाखमा किनेर आउने मान्छे हुन्। हजुर। लाउँदै हुन्छ तपाईँ? बालेनले फेसबुकमा किनेको क्रेज पनि 5,000 रुपियाँको 10,000 फलोवर्स हो, त्यसरी बढाएको हो। बालेनको कुनै पनि क्रेज छैन। किन सामाजिक सञ्जालमा अलिकति भएको भने रुटिङ अफ बन्द नेपाल पनि बालेनकै हो है। हजुर। ल धन्यवाद। अरू के भन्नु छ? अरू मलाई केही भन्नु छैन। अरू अब यो पछाडि यो भन्छु म। कति वर्ष पुग्नुभयो? म अहिले 21 वर्ष। हजुर।